यो घरमा एउटा कुत्ता छ, कालो खालको, गोरो खालको कुत्ता छ। अनि कुखुराहरू छ। त्यहाँ देखिराख्नु भएको हाम्रो बाआमाको हवेली हो। यो चाहिँ हाम्रो बाआमाको हवेली हो। यता हाम्रो पडोसीहरू छ, हामी छिमेकी छ। यो हाम्रो हवेली छ। यहाँ हाम्रो किचन छ। हाम्रो गेट फुल छ। यो गेट फुल हो। यहाँबाट हेर्न सकिन्छ हाम्रो हवेली मजाले। सेतो कुत्ता र कालो कुत्ता त्यहाँ बसिरहेछ। ओ कालो कुत्ता, सेतो कुत्ता। लुको सेतो कुत्ता चाहिँ यो बाटो सिधै पथरी जाइन्छ भने यहाँबाट यताबाट गयो भने हामी हसन्द किर्तिपुर पुग्न सकिन्छ। यो बाटो हाम्रो भतिजको यो कुटी हो। हाम्रो भाइको हवेली हो। उतातिर हाम्रा दाजुभाइहरूको घर। यो चाहिँ हाम्रो रक्सी पार्ने, जाँड पकाउने अनि सुँगुरको चारो पकाउने टहर हो। यो हाम्रो कुखुरा छ। त्यहाँ हाम्रो बिल्ली छ। हाम्रो घरमा एउटा चञ्चली छोरी छ। चञ्चली छोरीले भात खाँदैछ जस्तो लागेछ मलाई। तपाईहरु सामु देखाउन चाहन्छु। के छ चञ्चली? सब्जी के पकाइस? नचलाइ सम्राट हो। नाटक गर न गोरु। त्यसलाई बुढी चाहिएको होला नि खोज्छ मसँग। बिजनेस गर्ने मान्छे आउँदैछ टेम्पोमा।